जाँदैछौँ आज कहाँ रे हर्ष सुत्दैछ केटी त इलाम होइन त श्रीमतीज्यू ल हामी अहिले आइपुग्यौँ बुधबारेमा होइन श्रीमतीज्यू बुधबारेको यो हडिया खोला हडिया खोला हडिया खोला ए नयाँ ब्रिज बनाएर रहेछ नि त घरमै यो तपाईँले बनाउनु भएको यो तपाईँले बनाउनु भएको ओहो गजब बनाउनु हुँदो रहेछ त धरेर सबै हातैले बाफ रे यो त धरेर होइन बाँसको जराहरूबाट होइन त यो सबै कति पर्छ यो धरेर चाहिँ यो फिक्स चाहिँ 2000 ए फोल्डिङ चाहिँ 2500 ए फोल्डिङ पनि छ ए त्यो उको चाहिँ फोल्डिङ ए यहाँ माथि राख्नु भएको चाहिँ यो ठाउँको नाम चाहिँ के पर्यो नि हजुर कोरबुङ ए यो कुन जिल्ला पर्छ इलामै हो कोरबुङ इलाम कोलबुङ ए कोलबुङ ए ल चोचोलुङमा हो चोचोलुङमा हस्तकला कति वर्ष भयो तपाईँको यो गरेको यहाँ यो भएको यहाँ गरेको 12-15 वर्ष जति भयो ए कति वर्ष पुग्नुभयो तपाईँ मैले 54-55 अहिले यहीबाट आएको अहिले कुन चाहिँ महिना हो त मे जुन है ल जुन महिनामा पनि यहाँ कर्मुले ज्याकेट लाएर हिँडिरहेछ है हामी यस्तो ठाउँमा आइपुग्यो मेरो पनि हातमा ज्याकेट छ बल्ल बल्ल फाइनली यस्तो गरम भएको थियो सिलगढीमा 3-4 दिन यो झापामा थियो 2 दिन एकदमै गरम अहिले चाहिँ एकैछिनमा अब ज्याकेट लाउनु पर्ने अवस्था ल है कन्यामको यो भ्यू पोइन्ट कस्तो ग्रिनरी छ है चियाको डाँडाहरू मन पऱ्यो छ कस्तो है यो समय त कस्तो ड्रामेटिक देख्ने क्या एकदमै पर जानु मन लाग्छ तिमी सानोमा त गुर्र कुदेर गएको थियौ नि उता त्यो डाँडामा जाने
तल चियाको फ्याक्ट्री जस्तो छ। ऊ भएको त हेर्नु न कति ठुलो